तपाईहरुलाई स्वागत छ मेरो नयाँ भ्लगमा। फिटनेस कार्यक्रमको चाहिँ मैले भ्लग बनाउँदै छु। हेर्दै गर्नु होला यहाँ के हुन्छ। हामी चाहिँ धेरै खुसी भएका छौं यहाँ आएर। तपाईहरु पनि आउनु होला, जोडिनु होला भन्न चाहन्छु। बताउँछु ल। एकदमै ठीक चाहिँ बिहानमा हो गर्ने। ल कहिलेकाहीँ बिहान भ्याउनु भयो भने साँझमा नि गर्न मिल्छ। भनेको खाना खानुभन्दा अगाडि हस्। बिहान पनि भ्याइएन, बेलुका पनि भ्याइएन भने यसो दिउँसो कुनै टाइम मिलाएर गर्न मिल्छ। तर खाना खाएको 2 घण्टा चाहिँ हुनुपर्छ। फेरि खाना खाने बित्तिकै चाहिँ गर्न मिल्दैन, गाह्रो हुन्छ। 1-2 घण्टापछि चाहिँ गरे हुन्छ हस्। अब बिहान आफ्नो सबै धन्नाहरू यताउता भ्याउने। अब 1 घण्टा चाहिँ निकाल्नु पर्यो कताबाट। कहाँबाट निकाल्ने हो त्यो 1 घण्टा भन्दा त्यो पनि म बताइदिन्छु। जुन समयमा हामी धेरै मोबाइल चलाउँछौँ नि, चाहिने भन्दा धेरै वाला हो, त्यो समय निकालेर अब यता ल्याउने यसलाई। जहाँ त्यतिकै बसेर कुरा गरिरहेको हुन्छौँ नि, त्यतिकै टाइम पासको लागि कुरा त्यतिकै गरेर बस्छौँ, त्यो समय ल्याउने हो यहाँ हस्। हामीसँग यसो समय निकाल्यो भने त कति धेरै समय छ। त्यो लागेको मात्रै हो, बिजी मात्रै होइन। त्यो थोरै समय निकाल्यो त्यही मोबाइल चलाउनेवाला समय, त्यतिकै बसिराख्ने समय, त्यो वाला समय चाहिँ यहाँ 1 घण्टा यसको लागि छुट्याउनु पर्यो। अब सुरुमा पहिला के गर्ने, सुरुमा एकछिन हजुर उफ्रिने, तन्किने, नाचे पनि हुन्छ। अथवा यसो अलिकति हिँड्ने बानी छ भने थोरै हिँड्ने पनि हुन्छ 5-10 मिनट। जे गरे पनि भयो। अलिकति हजुरको शरीर थाक्नु पर्यो, उफ्रिनु पर्यो हस्। त्यो त गर्नै पर्छ। त्यतिकै केही नगरेपछि पनि यो शरीर झन् बिग्रिन्छ, झन् शिथिल हुँदै जान्छ। त्यसकारण यो शरीर जति सक्रिय हुन जान्छ त्यति हामीलाई सजिलो हुन्छ। 5-10 मिनट थाक्ने, नाच्ने, थकाउने। त्यस पछाडि सूर्य नमस्कार भन्ने हामीले गरेका थियौँ नि, यहाँ 12वटा स्टेप थियो। अब जे सम्झिनु भएको छ, अब हुन त हामीले यहाँ 3 दिनै गऱ्यौँ। अब बेलुका हजुरलाई घरमा पनि गर्नु भनेको थियो। अब हेर्नु न, भोलिदेखि त आफै गर्नुपर्छ। त्यही भएर बेलुका हजुरले घरमा गरिरहनु भएको थियो भने चाहिँ यहाँ सच्याउनु भयो होला, फेरि बेलुका गर्नुभएको थियो, फेरि भोलि बिहान गर्न सजिलो हुन्छ नि त। अब ठिक छ, केही छैन, जति सम्झिन्छ गर्ने। अनि हजुरलाई त्यो एउटा ग्रुप पनि बनाउनु पर्छ होला यहाँको हस्। सो एउटा हामीले ग्रुप पनि बनाउँछौँ मेसेन्जरमा या त व्हाट्सएपमा। त्यो त हामी सबैजना चलाउँछौँ नि होइन। सो त्यहाँ एउटा ग्रुप बन्छ यो कोर्स गर्नेहरूको मध्येको 35 जनाको। अनि त्यहाँ हजुरलाई चाहिने भिडियोहरू म पठाइदिन्छु। सूर्य नमस्कार गरेको भिडियो पठाइदिन्छु। अनि सुरुमा अब एकदमै आएन भने यसो हेरेर गरे पनि हुन्छ हस्। अनि बिस्तारै त्यहाँ आउँछ, बसिहाल्छ। त्यो गर्ने सूर्य नमस्कार लेखिन्छ 2 नम्बरमा। त्यसपछि जस्तो पुतली आसन गरेका थियौँ नि हामीले, यस्तो खुट्टा यस्तो गरेर। अनि बच्चा झुलाउने आसन गरेका थियौँ। अनि यसो सम्झेर अलिकति। अब यस्तै योगाहरू त हामीले कहिले टिभी पनि हेरेर थाहा छ नि, अलिअलि यसो तन्काउने, जिउ यताउता होइन। सो त्यो चिज गर्ने। त्यस पछाडि मेन चाहिँ अब प्राणायाम सुरु हुन्छ। वज्रासनमा बसेर प्राणायाम सुरु हुन्छ। 3 स्तरको प्राणायाम हस्। यो यसमा के हो, पहिला हात यहाँ हुन्छ। अनि श्वास लिँदाखेरि चाहिँ लिइराख्ने, अनि एकछिन रोकिराख्नुहोस्। यो 1 पटक भयो हस्। लिने अनि रोक्ने अनि छोड्ने 1 भयो। यो 8 पटक यहाँ हात राखेर 8। अनि फेरि विश्राम। एकछिन पछाडि फेरि दोस्रोमा यहाँ हात हुन्छ, 2 हात, यो पनि 8। फेरि विश्राम। तेस्रोमा यस्तो हुन्छ हात, 6 पटक अनि विश्राम हस्। 8, 8, 6। यो कुरा क्लियर भयो। त्यस पछाडि अर्को प्राणायाम थियो भस्त्रिका प्राणायाम भनिन्छ यसलाई। यसमा श्वास लिँदै माथि लाने अनि बेसरी श्वास फाल्ने। यो 1 भयो, माथिबाट तल ल्याउँदा 1 भयो। 20 पटक गर्ने, विश्राम। फेरि दोस्रोचोटि 20 पटक विश्राम। फेरि तेस्रो 20, फेरि विश्राम। 20, 20, 20।
60 पटक भयो। हस्, यो अघि पनि यही गरेको हामीले बिहानमा 60 गरे। यहाँसम्म कसरी बस्ने हुन्थ्यो अरे? यो र यो गर्दा कसरी बस्थे? वज्रासन। यसरी होइन, घुँडालाई यसरी फोल्ड गरेर बस्थ्यो। त्यहाँसम्म वज्रासन बस्यो भने आँखा चाहिँ बन्द हुन्छ। यो 60 पटक सके पछाडि अनि आँखा बन्द गरेर खुट्टा एकछिन मालिस गर्ने अनि एकछिनपछि सजिलोसँग बस्ने, हात घुँडामा हुन्छ यसरी। हस्, अनि 3 पटक ओमको उच्चारण गर्ने 3 पटक। त्यसपछि सुदर्शन क्रिया, लामो श्वास 20 पटक, मध्यम 40 पटक, छिटो 40 पटक, एक राउन्ड भयो। फेरि दोस्रो पटक लामो 20 पटक, मध्यम 40 पटक, छिटो फेरि 40, 2 राउन्ड सक्यो। फेरि लामो 20, मध्यम 40, छिटो 40 सक्यो। अनि अन्तिममा 4-5 चोटि श्वास लिने छोड्ने अनि एकछिन त्यही ध्यान गरे पनि हुन्छ 3-4 मिनट अनि आफ्नो ठाउँमा पल्टे पनि हुन्छ समय भएपछि। हस्, यो सबै गर्दा 40-45 लाग्थ्यौँ ल। 1 घन्टामा त सबै सकिन्छ। यति गरे हो 1 घन्टा। हस्, अब कहिलेकाहीँ बिहान एउटै टाइममा 1 घन्टा नहुन नि सक्छ। कहिलेकाहीँ त्यस्तै काम गर्दाखेरि 1 घन्टा भएन, आधा घन्टा मात्रै भयो भने के गर्ने? एकछिन सुरुमा 2-4 मिनट यसो जिउहरू तन्काउनु अनि सिधै वज्रासनमा बस्ने। यो सुरु गरिहाल्ने, 5 मिनट तन्किने अनि यो 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 अनि यो 20-20-20 अनि सजिलोसँग बस्ने। ओम 3 पटक अनि सुदर्शन क्रिया। हस्, जस्तो यहाँबाट सुरु गरेर सुदर्शन क्रिया सकिँदासम्म 20 मिनटमा मात्रै सकिन्छ। त्यो अरू लागेको त अरू योगा गरेर 20 मिनट थपेको। हस्, अब सुरुको अगाडिको योगा र यो प्राणायाम वज्रासन बस्नेलाई टुक्र्याउन मिल्छ कहिलेकाहीँ समय भएन भने, बुझ्नुभयो नि? हस्, तर यो गर्दै हुन्थ्यो अनि अब समय पुगेन अनि फेरि एकछिनमा फेरि यताउता काम गरेर फेरि पछि आएर यो गर्न पाइँदैन। त्यो वाला चाहिँ पुरै एउटै हो, त्यो चाहिँ बिचमा आँखा खोल्न मिल्दैन। जब हजुर यो गर्न बस्नुहुन्छ सुदर्शन क्रिया नसकिँदासम्म आँखा खोल्न मिल्दैन, जुन 20 मिनट लाग्छ। त्यो 20 मिनट चाहिँ यताउता आँखै खोल्न मिल्दैन। हस्, अगाडिको योगा गर्दा बरु यसो अलिअलि आँखा खोल्न पाइयो, तर सकेसम्म नखोल्ने नै हो, मिल्यो त्यहाँ। तर यहाँबाट सुरु गरेर सुदर्शन क्रिया नसकिँदैसम्म चाहिँ हजुरले आँखा खोल्न मिल्दैन। यो दिनदिनै गर्ने चिज 20 मिनटमा सकिन्छ। हस्, र सबै गर्दा अनि त्यस पछाडि बिहान त्यो 20 मिनटको सक्नुभयो अनि फेरि बेलुकातिर केही योगा बाँकी थियो भने बेलुका साँझपख यसो गर्ने अनि पल्टिने। यानि कि दिनभरिमा यो त पुरै गर्न पर्यो एकचोटिमा। दिनभरिमा यो 40-45 मिनटको त प्याकेज हजुरले गर्न पर्यो। यो गर्यो भने सधैँभरिलाई राम्रो हुन्छ। अहिले जम्मा 5 दिन त गरेको, 6 दिन गऱ्यौँ होइन? 6 दिन गर्दा फरक पाइयो नि हजुर? 6 दिन गर्दा त फरक पाइयो। 1 महिना गरिहेरौँ त एकचोटि, 2 महिना गरिहेरौँ। त्यस पछाडि के हुन्छ हजुर आफै थाहा पाइहाल्नुहुन्छ। अनि छ नि जब यस्तो ध्यान यस्तो चिज हामी अभ्यास गर्छौँ बिस्तारै हजुरका रोकिएका कामहरू आफै बन्न थाल्छ। सबै चिज राम्रो हुँदै जान्छ। घरमा पनि एकदम झगडा हुने अथवा धेरै त्यस्तो चर्को स्वरले बोले त्यो चिजहरू हुन्थ्यो भने बिस्तारै घरको माहौल पनि एकदम शान्त हुन्छ। अहिले जे सोच्नुहुन्छ त्यो हुन थाल्छ। यस्तो चिज हो यो ध्यान, यो सुदर्शन क्रिया भन्ने चिज। त्यसकारण यो गर्दै जानुहोस्, हजुरलाई भगवान प्रकृतिले साथ दिनुहुन्छ। अनि अलिकति अभ्यास गर्दै जाँदा अब के हुनेवाला छ त थाहा हुन्छ। भविष्यको कुरा पहिले आउँछ भित्र, भोलि यस्तो पर्सि यस्तो केही हुनेवाला छ भन्ने चिज हजुरलाई पहिले थाहा हुन्छ। हुन त एउटा दुईवटा उदाहरण हामीलाई यो छ पनि। कोही व्यक्तिलाई हजुरले सोचिरहेको हुनुहुन्छ
अनि उसकै मोबाइलमा फोन आएको हुन्छ, त्यो कहिलेकाहीँ हुनु पाएको छ अथवा सोचिरहनु भएको छ उही मान्छे हजुरको घरमा आउनुहुन्छ कहिलेकाहीँ, अनि हामी ओहो मैले हजुरले सम्झिरहेको थिएँ, ठ्याक्कै हजुरै आउनुभयो। यो त कहिलेकाहीँ अनुभव गरेको छु नि होइन। हो यो भनेको अब हुनेवाला चिज हजुरलाई पहिले आयो कि भित्र एउटा विचार, त्यो चाहिँ कहिलेकाहीँ आयो, त्यो हामीलाई अनुभव छ। तर यस्तो अभ्यास गर्दै जाँदा धेरै त्यस्ता चिजहरू हजुरलाई थाहा हुन थाल्छ। त्यसकारण यो एकदमै राम्रो चिज हो। हस् सो हजुरले कोर्स गर्नुभएको छ, अनि अब बिस्तारै बिस्तारै यस्तो कोर्सहरू परिवारका सबै सदस्यले गर्नुभयो भने अझ राम्रो हुन्छ। जस्तो हजुरले गर्नुभएको छ, अब श्रीमान या श्रीमती अथवा छोराछोरीले पनि हुनुहुन्छ भने उहाँहरूलाई पनि यस्तो कार्यक्रम कहीँ भएको थाहा पाउनुभयो भने पठाइदिनुहोस्। जब सबैले घरमा गऱ्यो भने कस्तो राम्रो हुन्छ होइन। श्रीमान श्रीमती दुवैजनाले यो कोर्सको अभ्यास गरिरहेछौँ भने सहयोग हुन्छ एकले अर्कालाई होइन र हजुर। नभए कहिले हजुरले यस्तो गर्न बस्नुहुन्छ, अब घरको अर्को सदस्यले यो कोर्सको बारेमै थाहा छैन भने उहाँलाई के लाग्छ, के गरिरहेको होला, के हातिया राखेको, उहाँलाई त अनौठो लाग्छ नि होइन। अनि त्यो तालमेल मिल्दैन, अनि उहाँ रिसाए जस्तो हुन्छ, अनि उता रिसाएको देख्दा आफ्नैलाई पनि असजिलो लाग्छ नि त होइन। कतिखेर सकाउनेमै हतार हुन्छ। अब परिवारमा दुवैजनाले गरिरहेछ भने सहयोग पाइन्छ। ए ठिक छ, तिमी एकछिन ध्यान गरिराख भन्नु होला। सो यस्ता चिज चाहिँ परिवारको सबैले गर्ने चिज हो यो। त्यसकारण ठिक छ। अब यदि अरू कोही परिवारका सदस्यले गर्नुभएको छैन भने फेरि अर्कोचोटि फेरि गराउनलाई हजुरले सहयोग गर्नुभयो हुन्छ। हस् ओके। सो यो भयो। यसमा के प्रश्न छ अब योमा छैन होइन, सबै क्लियर छ, केही छैन। हामी अनि बेला बेलामा हप्ताको एकचोटि अथवा कुनै 15 दिनमा एकचोटि यस्तो मिलाएर हजुरहरूलाई एउटा फलोअप कार्यक्रम भन्ने हुन्छ। भनेको बेला बेलामा हामीहरू नै आएर त्यो लङ सुदर्शन क्रिया गराउँछौँ यहीँ। हस् अथवा यहीँ कहिलेकाहीँ हरैयामा भएको थाहा पाउनुभयो भने यहाँबाट हरैया गए पनि हुन्छ। नजिकै पऱ्यो त होइन, अथवा यहाँ हुँदा कहिले उताको यता आउनुहुन्छ। सो यस्तै गरेर नजिक नजिक वसपसको ठाउँमा यस्तो भइरहन्छ। जस्तो अब आज भोलि शनिबार हरेक ठाउँमा जसले यो कार्यक्रम गरिसक्नु भएको छ उहाँहरूको लागि फलोअप भन्ने हुन्छ। अब अर्को शनिबारदेखि अब हजुरहरू पनि आउन मिल्छ। त्यो चाहिँ यहाँ अब सम्पर्कमा रहिरहनु होला, अनि हजुरहरू अर्को शनिबारदेखि जोडिने त्यो कार्यक्रम। त्यो 1 घन्टाको मात्रै हुन्छ, धेरै लामो हुँदैन। शनिबार हो, बिहान हो, सकिहाल्छ। हस् त्यो गऱ्यो भने हजुरले के गरिरहनु भएको छ घरमा थाहा हुन्छ, सच्याउन पाइन्छ, अनि फेरि भेटघाट पनि हुन्छ। सो यो निरन्तर चलिरहन्छ। अब हामी आज कोर्स सकिन्छ, अब हामी जीवनबाट टाढा गयौँ यस्तो होइन, जीवनभरि हामी सधैँ जोडिरहेनेछौँ। हस् ओके। सो यो चिज भयो। यसलाई भनिन्छ साधना। यो अहिले जुन बोर्डमा लेखेकोलाई के भनिन्छ, साधना। ल अब साधना गर्न तयार हुनुहोस् भन्दाखेरि यो रहेछ साधना भनेको भन्ने हुन्छ। अनि हिजो बेलुका हामीले यहाँ गरेछौँ नि, त्यसलाई सत्सङ्ग भनिन्छ, भजन होइन, कीर्तन। अनि सेवा भनेको हामी केही सेवाहरू पनि गर्छौँ जुन हजुरहरूले पनि गरिरहनु भएको छ। अब यो एउटा भयो हामीले पाएको यो कोर्सबाट। अर्को पाएको हामीले यो 5वटा ज्ञानका सूत्र पाएका छौँ। अब यो पनि एक एक गर्दै छलफल गर्छौँ। यो औँलाहरूको पनि छ। औँलाको के थियो अरे? यो सबैजना भन्नुहोस् ल। सुख दुःख एकअर्काका परिपूरक हुन्। अलि ठुलो स्वरमा परिपूरक हुन्। जीवनमा दुःख आयो भने यो सम्झिनुहोस् कि सुख दुःख एकअर्काका परिपूरक हुन्। भन्न खोजेको चाहिँ ठिक छ, दुःख आछ, यो सधैँ बस्दैन, जान्छ, फेरि अर्को सुख आउँछ, त्यहाँनिर नातिउँ, धैर्य हो भनेको। त्यो दुःखमा पनि हिम्मत आउँछ। त्यो हिम्मत आएर सामना गर्नु पनि ठुलो कुरा हो। हस् तपाईँ कहिलेकाहीँ हिम्मत हारिन्छ, अनि फेरि गडबड हुन्छ, निराश। हस् सो दुःखमा पनि नात्यौँ, सुखमा पनि नमात्यौँ। हेर्नु यो कस्तो राम्रो पङ्क्ति छ होइन। यो यही चिज हो। यो पहिलो औँलाको भयो।
हस्। अब यो दोस्रो वालाको के थियो? व्यक्ति र परिस्थितिलाई जस्ताको तस्तै स्वीकार गरौँ। अलिक ठुलो स्वरमा भन्नुहोस्। परिस्थितिलाई जस्ताको तस्तै स्वीकार गर्ने। अलिक ठुलो स्वरमा। व्यक्ति र परिस्थितिलाई जस्ताको तस्तै स्वीकार गर्ने। अब जस्तो अब चिसो बढ्दैछ, परिस्थिति हाम्रो हातमा छैन, मौसमै चिसो हो त। अब के गर्नु पर्यो? स्वीकार गर्नु पर्यो। अब स्वीकार गरेर के गर्ने हो? न्यानो कपडा लगाएर हिँड्ने हो कि अथवा बिहान नहिँडेर घाम लागेपछि पो हिँड्ने हो कि? त्यो सही निर्णय भयो। स्वीकार नगरेर अब चिसो भयो, अब त केही कामै गर्न सकिँदैन भनेर दुःखी भयो भने आफैलाई घाटा हो, आफ्नै मन बिग्रिन्छ। त्यसकारण व्यक्ति र परिस्थितिलाई जस्ताको तस्तै स्वीकार गरौँ अनि अगाडि बढौँ। के गर्ने हो? बुद्धिको प्रयोग गरौँ। त्यसपछि हस्, यो के थियो? यो भन्नु सबैजना। अरूको विचारको भकुण्डो नबनौँ। अलिक ठुलो स्वरमा। को भकुण्डो नबनौँ। अब कसैले केही नराम्रो भन्नुभयो भने अरूको विचारको भकुण्डो नबन्ने। हजुरको मुहारमा मुस्कान भइरहोस् अनि अगाडि बढिरहने, दुःख नहुने कसैको कारणले गर्दा। हस्, मस्तसँग मुस्कुराउने। ओके हस्। अनि यो चौथो छ, यसमा चाहिँ अरूको गल्तीको पछाडि कारण नखोजौँ। भन्नुहोस् त, गल्तीको पछाडि कारण नखोजौँ। अलिक ठुलो स्वरमा। अरूको गल्तीको पछाडि कारण नखोजौँ। हेर्नुहोस् न, जीवनमा कहिलेकाहीँ गल्ती हुन्छ आफूबाट। जसरी आफूबाट गल्ती हुन्छ अरूबाट पनि त्यसरी नै गल्ती हुन्छ। गल्ती गल्ती नै हो। हस्, जसरी मैले आफूबाट गल्ती हुँदा माफ गर्छु त्यसै गरी अरूबाट हुँदा नि माफ गरिदिनु गल्ती भएर। हस्, यो चौथो भयो। अब यो पाँचौँ यस्तो गर्नुहोस् त, सबैजना भन्नुहोस्, वर्तमानमा बाँचौँ। अलिक ठुलो स्वरमा, अझै ठुलो स्वरमा। वर्तमानमा बाँचौँ। यदि मन कतै टोलाइरह्यो भूतकालमा भविष्यकालमा गएर भने तुरुन्त मनलाई वर्तमानमा ल्याइहाल्ने। हस्, नभएखेरि मन भूतकालमा गएर अड्क्यो त्यो चिजले फेरि दुःखी हुन्छ हामी। हस्, फेरि भविष्यमा गयो फेरि चिन्ता लाग्छ। अहिले त्यता नजाउँ, अहिले वर्तमानमै बाँचौँ। खुसी यही छ, भविष्यमा होइन। हस्, अनि जीवनमा आनन्द लाग्छ। दिनभरिमा वर्तमानमा धेरै कति समय म हुन्छु हेर्दै जानुहोस्। जति धेरै वर्तमानमा दिनमा जिउन थाल्छौँ हजुर जीवनमा जिउन थाल्नुभयो, हजुर खुसी हुन थाल्नुभयो। अब जति मन डोलाइरहन्छ भागिरहन्छ दुःखी, त्यही हो परेशानी। हस्, यो पाँचवटा महत्त्वपूर्ण ज्ञानका सूत्र अनि यो बोर्डमा लेखेको साधना, यो तपाईँको लागि उपहार हो। गुरुदेव श्री श्री रविशंकर ज्यूले हजुरलाई दिनुभएको उपहार। हस्, यो आर्ट अफ लिभिङ को जुन स्थापना भएर आज विश्वभरि गाउँ गाउँमा सहरमा यस्ता कार्यक्रमहरू भइरहेको छ र एउटै उद्देश्य छ कि गुरुजीको कि हामी सबैजना खुसी भएर बाँचौँ, मुस्कुराएर बाँचौँ। उहाँ भन्नुहुन्छ मलाई दुःख देऊ तिमी खुसी भएर बाँच, चिन्ता नलिऊ, चिन्ता जति सबै मलाई देऊ, म त्यही चिन्ता लिन त आएको हो। सुदर्शन क्रिया गर, खुसी हौ, छोडिदेऊ अरू चिन्ता। सुदर्शन क्रिया यस्तो अद्भुत एउटा शक्तिशाली एउटा प्रक्रिया हो। हस्, सो यस्तो चिज हामीलाई पाएका छौँ, हामीलाई दिनुभएको छ। यो भाग्यको कुरा रहेछ त, भाग्य हामीले प्राप्त गर्यौँ। सो त्यसकारण यो चिजलाई दिनदिनै प्रयोग गर्ने। हस्।